तर एकछिन पख्नुहोस्, राजनीति हो यो, बाहिर जे देखिन्छ भित्र त्यस्तो हुँदैन। बाहिर झेल अनि भित्र खेल हुन्छ, बुझ्नु भएन? त्यो बुझ्नको लागि यो रिजल्ट एकपल्ट निहालेर हेर्नुहोस्। देख्नुभयो केही लोचा अर्थात् अड यो रेकर्डमा? देख्नु भएन? त्यत्तिकै कहाँ देखिन्छ? आउनुहोस् म देखाउँछु। पहिलो कुरा, यो पेजमा र यो क्षेत्रको निर्वाचनमा तेस्रो र चौथो ठुलो शक्ति भनिएको राप्रपाको हलो र माओवादीको हँसी हथौडा खै कहाँ गयो? के ती पार्टीहरू र तिनका मतदाताहरू त्यो ठाउँमा छँदै छैनन्, हुँदै नभएका हुन् त? होइन, त्यो क्षेत्रमा ती शक्तिहरू तेस्रो र चौथो दल थिए त्यो बेलामा, यो जति बेला निर्वाचन हुँदै थियो। अनि कहाँ गयो त तिनको भोट? तिनको चुनाव चिन्ह यहाँबाट गायब किन भयो? त्यो बुझ्नको लागि यो रिजल्ट होइन, त्यही क्षेत्रको अर्को रिजल्ट अर्थात् समानुपातिकमा आएको रिजल्ट हेर्नुपर्ने हुन्छ। आउनुहोस् त्यो हेर्नु एकपल्ट। अब यहाँनिर हेर्नुहोस्, एमालेको 53,319 मत त स्वाट्टै घटेर एकैचोटि 35,872 झरेछ। अनि ओहो, त्यहाँ त माओवादी पनि रहेछ, उसको पनि 8,680 भोट आएको रहेछ त्यो बेलामा। अरे वाह, त्यहाँ त राप्रपा पनि रहेछ त। त्यहाँ उसले त्यो बेलामा 7,370 भोट ल्याएको रहेछ। अर्थात् ती दुईटा पार्टीको हजारौंको संख्यामा त्यहाँनिर मतदाताहरू रहेछन्। अनि तिनको भोट प्रत्यक्षमा चाहिँ किन देखिएन? भोट मात्रै होइन, चुनाव चिन्ह नै किन गायब भयो त? उम्मेद्वार किन नउठाएको? त्यो बुझ्नको लागि समानुपातिकमा एमालेले ल्याएको यो मतमा माओवादीले ल्याएको यो मत र राप्रपाले ल्याएको यो मत जोड्नुहोस् एकपल्ट। केही याद गर्नुभयो? कस्तो ठ्याक्कै मिलेको। ओलीले प्रत्यक्षमा ल्याएको मत जति हुन्छ यी दुईटा मतहरू जोड्दाखेरि लगभग अङ्क ठ्याक्कै मिल्छ। कसरी होला? त्यो कसरीको जवाफ चाहिँ यहाँनिर छ हेर्नुहोस्। एमाले, राप्रपा र माओवादीको बीचमा यो क्षेत्रमा ठगबन्धन, राजनीतिको लागि गठबन्धन, कुर्सीको लागि जनता ठग्ने ठगबन्धन। हामीलाई जसरी पनि कुर्सी चाहिएको, मलाई यो क्षेत्रमा सघाऊ, म तिमीलाई त्यो क्षेत्रमा सघाउँछु भन्दै भागबन्डा गरेका थिए यी दलहरूले त्यो क्षेत्रमा। त्यहाँका जनता जो हलोमा अथवा हँसिया हथौडामा भोट हाल्न चाहन्थे, उनीहरूलाई जबरजस्ती अप्सन नै नदिइकन सूर्यमा भोट हाल्न लगाइएको थियो।